सोच्नुस् त, एउटै व्यक्तिले कसरी करोडौं मानिसलाई गरिबीबाट निकालेर एउटा पुरै देशलाई विश्वशक्ति बनाउन सक्छ। आज हामी देङ स्याओपिङको त्यही अविश्वसनीय कथा खोज्दैछौँ जसले चीनको कायापलट गरेर त्यसलाई आधुनिक महाशक्ति बनायो। ल, सुरु गरौँ देङ स्याओपिङको सबैभन्दा चर्चित भनाइबाट, जसले उनको सम्पूर्ण दर्शनलाई समेट्छ। बिरालो कालो होस् वा सेतो, त्यसले मुसा समात्छ भने त्यो राम्रो बिरालो हो। सुन्दा सामान्य लाग्छ होइन? तर यही एउटा विचारले चीनको भाग्य बदल्दै थियो। यसको सिधा अर्थ थियो, सिद्धान्त जेसुकै होस्, मुख्य कुरा परिणाम हो। त्यो बेलाको कट्टर कम्युनिस्ट सोचाइका लागि यो कुराले त भुइँचालो नै ल्याइदियो। अब डेङले कस्तो अवस्था सामना गरिरहेका थिए त्यो कल्पना गरौँ। माओको युगपछि चीन कठोर विचारधाराको जालोमा नराम्रोसँग फँसेको थियो। देश आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगिसकेको थियो। हो, यस्तो बेला देङले एउटा साहसी निर्णय लिए। सिद्धान्तलाई एकछिन पन्छाएर जे गर्दा काम बन्छ त्यही गर्ने। त्यति बेला चीन दुई जेसुकै भन्ने एउटा अनौठो नीतिमा जकडिएको थियो। यसको मतलब सिधा थियो, माओले जे भने त्यही सही, माओले जे गरे त्यही मान्नुपर्छ। अब सोच्नुस्, यस्तो नीतिले देशलाई अघि बढ्न दिला त? दिँदैन। कुनै नयाँ सोच, कुनै सुधारको त कुरै थिएन। देशको प्रगति नै ठप्प भएको थियो। अवस्था कतिसम्म नाजुक थियो भने सांस्कृतिक क्रान्तिले देशलाई भित्रैदेखि खोक्रो बनाइसकेको थियो। अर्थतन्त्र त लगभग ढलिसकेको थियो अनि करोडौं मानिसहरू उनीहरू चरम गरिबीमा बाँच्न बाध्य थिए। तर यस्तो अन्धकारको बीचमा डेङ एउटा बिल्कुलै फरक सोच लिएर आए। उनले एउटा शक्तिशाली कुरा भने, गरिबी समाजवाद होइन। उनको लक्ष्य स्पष्ट थियो, 100% गरिबी उन्मूलन। उनका लागि ठूला ठूला सिद्धान्तका कुरा गर्नुभन्दा मानिसको पेट भर्नु, उनीहरूको जीवन सुधार्नु नै सक्कली समाजवाद थियो। त्यसो भए यो असम्भव जस्तो लाग्ने काम देङले कसरी गरे त? खैर, उनले एकपछि अर्को साहसी र व्यावहारिक कदम चाल्न थाले र सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम थियो चीनको बन्द ढोकालाई विश्वका लागि खोलिदिनु। यो योजनाको केन्द्रमा थियो 4 आधुनिकीकरणको अवधारणा। पहिलो, कृषि र उद्योग। दोस्रो, राष्ट्रिय रक्षा। र तेस्रो, विज्ञान र प्रविधि। यी 4वटा खम्बा जस्तै थिए जसले चीनलाई चारैतिरबाट बलियो बनाउने लक्ष्य राखेको थियो। अब आउँछ देङको एउटा मास्टर स्ट्रोक, विशेष आर्थिक क्षेत्र, जसलाई एसइजी भनिन्छ। यसलाई यसरी बुझौँ, शेन्जेन जस्ता केही ठाउँहरूलाई एक किसिमको प्रयोगशाला बनाइयो जहाँ पुँजीवाद र बजार अर्थतन्त्रलाई परीक्षण गर्न सकिन्थ्यो। त्यहाँको नारा नै कति गजबको थियो, समय नै पैसा हो र दक्षता नै जीवन हो। यही सोचले चीनको अर्थतन्त्रलाई रकेटको गति दियो भन्दा पनि हुन्छ। देङको व्यावहारिकता आर्थिक क्षेत्रमा मात्र सीमित थिएन है, राजनीतिक मामिलामा पनि उनी त्यस्तै थिए। यसको सबैभन्दा राम्रो उदाहरण हो एक देश दुई प्रणालीको नीति। हङकङ र मकाओलाई चीनमा शान्तिपूर्वक ल्याउनको लागि उनले एउटा गजबको प्रस्ताव राखे। ठिक छ, 50 वर्षसम्म आफ्नै पुँजीवादी प्रणाली चलाउनुस्, आफ्नो जीवनशैली कायम राख्नुस्। राजनीतिक लक्ष्य पूरा गर्न यस्तो लचकता देखाउनु साँच्चै नै ठूलो कुरा थियो। डेङलाई एउटा कुरा राम्ररी थाहा थियो, कुनै पनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको त्यसका मानिसहरू हुन्। त्यसैले उनले सांस्कृतिक क्रान्तिको समयमा अपमानित र दमन गरिएका बुद्धिजीवीहरूको सम्मान फिर्ता ल्याए। उनले शिक्षालाई आधुनिकीकरणको ब्याकबोन नै बनाए, किनभने उनलाई थाहा थियो विज्ञान र शिक्षा बिना नयाँ चीनको कल्पना पनि गर्न सकिँदैन। र उनले गरेका यी सुधारहरू कुनै टालटुले समाधान थिएनन्। यी त ती बिउहरू थिए जसले भविष्यको विशाल चीनको जग बसाल्यो। अब हेरौँ देङका नीतिहरूको असर कति दूरगामी भयो र त्यसले कस्ता अविश्वसनीय परिणामहरू ल्यायो। साँच्चै भन्ने हो भने उनको विरासतको छाप आज पनि चीन र पुरै विश्वमा देख्न सकिन्छ। 1990 को दशकतिर सुधारको गति अलि सुस्त हुन थाल्यो। पुरानो सोच राख्नेहरू फेरि सलबलाउन थाले। तर त्यतिबेला 87 वर्षको उमेरमा डेङले एउटा यस्तो कदम चाले जसले सबैलाई चकित बनायो। उनी 1992 मा दक्षिणी चीनको भ्रमणमा निस्किए र सुधारको पक्षमा चट्टान झैं उभिए। उनको सन्देश एकदमै प्रष्ट र कडा थियो, जसले सुधार गर्दैन उसले कुर्सी छोड्नुपर्छ। यो सुधारको प्रक्रियालाई कसैले रोक्न नसकोस् भनेर दिएको अन्तिम र सबैभन्दा शक्तिशाली धक्का थियो। अनि परिणाम त चकित पार्ने खालको थियो। देङको लक्ष्य थियो सन् 2000 सम्ममा चीनको जीएनपी 4 गुणा बढाउने, र त्यो लक्ष्य पूरा भयो।
तर यो केवल तथ्याङ्कको खेल थिएन। ग्राफमा बढेको हरेक प्रतिशतले करोडौँ परिवारको जीवनमा आएको परिवर्तनलाई जनाउँथ्यो। उनीहरूको भान्सामा राम्रो खाना, टाउकोमाथि गतिलो छानो र आफ्ना छोराछोरीको लागि राम्रो भविष्यको अवसर। यो साँच्चै नै आधुनिक इतिहासको सबैभन्दा ठूलो आर्थिक चमत्कारहरूमध्ये एक थियो। त्यसो भए देङ स्याओपिङको यो पूरै कथाबाट आखिरमा सिक्नुपर्ने कुरा के हो त? हो, यही प्रश्नले हामीलाई उनको विरासतको मुटुमै पुर्याउँछ, र त्यो हो व्यावहारिकता र दूरदृष्टिको शक्ति। यो भनाइले देङको कामलाई एकदमै राम्रोसँग बयान गर्छ। कल्पना गर्नुस् त, चीन एउटा विशाल जहाज हो जुन पुरानो विचारधाराको खतरनाक आँधीमा फसेको छ, र देङ एक यस्ता कुशल र साहसी कप्तान थिए जसले त्यो जहाजलाई आँधीबाट बाहिर निकालेर विश्व बजारको खुला र समृद्ध समुद्रमा सुरक्षित अवतरण गराए। यस्तो काम गर्न जति साहस, व्यावहारिकता र दूरदृष्टि चाहिन्छ त्यो साँच्चै नै अकल्पनीय थियो। आज हामी जुन आधुनिक र शक्तिशाली चीन देख्छौं, त्यसको पछाडि धेरै हदसम्म देङ स्याओपिङकै त्यही दूरदृष्टि र साहसी सुधारहरूको हात छ। यो प्रसङ्गमा हामी सँगै रहनुभएकोमा धन्यवाद।